ल यो चाहिँ घान्द्रुकको बस पार्क हो हैन। यो चाहिँ पोखराको पृथ्वी चोक भन्दा पनि एकदम ठुलो देख्न सक्नुहुन्छ। यो चाहिँ हिजो हामी आउँदाखेरि चाहिँ यहाँ एकदम पार्किङ पाउन पनि धेरै नै गाह्रो भइरहेको थियो, तर आज चाहिँ त्यस्तो गाह्रो छैन। आज अलि खुल्ला भएको छ। यो चाहिँ यहाँ नजिकै भएको एउटा स्कुल हो है। यो चाहिँ सबै बस पार्क हो। यहाँदेखि चाहिँ जिपहरू, बसहरू, तपाईँको अब मोटर बाइकहरू, सबै साधनहरू यहाँसम्म मात्र आउँछ हैन। यहाँदेखि तल माथि चाहिँ गाउँ छ। यता चाहिँ तपाईँहरूले हिम श्रृङ्खला देख्न सक्नुहुन्छ। अन्नपूर्ण हिमाल र माछापुच्छ्रे हिमाल। अहिले चाहिँ कुहिरोले केही पनि देखेको छैन। यिनीहरू चाहिँ हाम्रो मान्छेहरू हुन् है। हो, हामी 4 जना आएको। मलाई चाहिँ तपाईँहरूले देखि नै सक्नु भएको छ। अनि प्लस 3 जना गरेर हामी आएको। हाम्रो घान्द्रुकको टुर चाहिँ अब यति नै। ल ल ल घान्द्रुक गाउँ, ल घान्द्रुक गाउँ, बाई बाई। सबैजना राम्रोसँग बस्नुहोस्, हामी लाग्यौँ है त। केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो। सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।